सडक र ड्रेन निर्माण विवाद मिलाउन धरान 11 पुगेका नगर प्रमुख हर्क साम्पाङको उपस्थितिमा नगरको टोल विकास संस्थाका अध्यक्ष लिम्बुले मेयर साम्पाङ वडा अध्यक्ष लोकेन्द्र फागो र जोन लिम्बु विरुद्ध अभद्र व्यवहारको उजुरी दिएका हुन्। प्रदेश सरकारले विनियोजन गरेको 20 लाख रुपियाँको काम माथिल्लो क्षेत्रमै केन्द्रित भएपछि विवाद चर्किएको थियो। सोमबार भनाभनकै क्रममा मेयर साम्पाङले लिम्बुको हैसियत सोध्दा स्थिति तनावग्रस्त बनेको र उनका समर्थकले आक्रमण प्रयास गरेको लिम्बुको आरोप छ। लिम्बु माओवादीका कार्यकर्ता हुन् र सो बजेट ल्याउन पहल गरेको बताइएको छ। उनले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। विवाद भयो त्यसले गर्दा विवाद समाधान गर्ने तपाईँ होइन मेरो पक्ष त होला नि त तपाईँ होइन म होइन विवाद किन बुझाउने उहाँहरूलाई तपाईँले कसरी भन्नुभएको थियो त्यो चित्त बुझाउन नपाउनु भएको कुरा तर उहाँहरू पनि वडावासी हो यो टोल विकास समितिको नागरिक हुन् होइन मैले चाहिँ मेरो वडाको कर्तव्य निर्वाह गरे हो यस्तो भएन त्यो शब्दबाट चाहिँ के पर्छ तपाईँले विभिन्न श्रृङ्खलाबद्ध त्यो लोक मार्गमा पनि तपाईँको रोल सन्तुल गर्न छैन तपाईँको रोल सन्तुल गर्न छैन दाइ होइन कि तपाईँ यहाँ आएर के गर्नु तपाईँ सहभागी नै गराउनु तपाईँ के गर्नुहुन्छ कसरी गर्नुहुन्छ तपाईँको बानीहरू तपाईँले यहाँ गरेपछि त्यो गरे होइन भाइ मैले भाइ होइन म पनि चाहिरहेको बेला तपाईँले फोन ब्याक कल ब्याक गरेर चिठी लेख्ने बेलामा भाइ यस्तो चिठी पाएको छ त तपाईँको समस्या देख्यो क्या दाइ त्यो भनेर यहाँ मिल्दैन भने आयो तपाईँले दाइ भनेर हरेक काम गरेको तपाईँले यो खोल्दा पनि सहयोग गर्नुभएको भनिरहेको यस्तो रहेछ क्या यतापट्टि खर्च गरेको थिएँ यस्तो नङ्ग्रो मासु त हो होइन नगरपालिका फाल्दै आफ्नो बिचाउँदै बस्ने त होइन म त तपाईँसँगै नगरपालिका भनेको मै होला होइन किनभने त्यहाँ जाँदा मै छु यहाँ मै अब मिलेर तिनै पक्ष मिलेर होइन नगरपालिका तपाईँहरू सबै मिलेर तपाईँ तल लगेर गर्दाखेरि चाहिँ ह्याप्पी हो ल हेरौँ त त्यसो गर्दा चाहिँ के याद गरौँ है त ल त्यसो गर्दा चाहिँ के हुन्छ सामाजिक भयो अब प्राविधिकको कुरा बताउनको लागि सबभन्दा एकदम जरुरी यता सुन्नु न हाम्रो कुरा चाहिँ एकदमै तपाईँको कुरा सुन्छु म पहिला यता हुँदैन अब यहाँको सन्दर्भमा नि यो जुन कुरा छ नि यहाँबाट तपाईँ जुन कुरा छ हामीले तपाईँसँग लाने भनेर हामी प्रतिबद्ध छ तपाईँकै सहयोगमा एउटा तपाईँ सबैको सहयोगमा हामीले बोलेको अहिले मैले बोलेको हो कि बोलेको यो सुन्नु न हाम्रो त कुरा पक्ष होला नि त सामाजिक सम्मति भनेर हुन्छ यो हामीले भयो त्यही भए पनि यो हामी भन्नु न तपाईँ के छ त भन्नु मलाई भन्न दिनु तपाईँ भन्नु यो लाने नै भनेर हामी भनिरहेको यो बोकाएर चाहिँ खानेपानीको सन्दर्भमा हामीले यो कुरा तपाईँमा एकपल्ट सल्भ गरेर यो राखेको हो यो तपाईँसँग सल्भ गरेर यहाँ हेर्नु त्यहाँ हेर्नु देख्नु हेरेर लगेको अहिले हेर्नुभयो आउनुभयो धेरै कामहरू चाप पऱ्यो होला तपाईँलाई त्यो लागेको होला कि तपाईँको सुन्नु न त्यहाँ माथिबाट त्यो त हामी चाहिँ के हामीले चाहिँ यो यात्राको लागि पुगेन त अब सकेन त भनिरहेको छु त तपाईँले गर्नुपर्छ भन्ने छैन हामी गर्छौँ होइन गर्नुपर्छ होइन गर्नुहुन्छ गर्नु होला हामी गर्नु होला तपाईँहरू गर्नु होला हामी गर्नु होला धन्यवाद